मनुष्य कर्तव्य लेखक कवि हुनुहुन्छ उमानाथ पोखरेल। जन्म विक्रम सम्वत 1867 कृष्णाष्टमीको दिन। परमपद हुनुभएको मिति 2032 साल 10 महिना 16 गते। उहाँले लेख्नुभएको छ मनुष्य कर्तव्य भन्ने एउटा पुस्तक मेरो हातमा फेला परेको छ। मनुष्य कर्तव्य त्यहाँबाट लेख्नुभएको सुरुको एउटा स्तोत्र पाठ गर्दैछु म। जसका सेवनले महाजड पनि मानिन्छ विद्वान बनी, जसका केही निगाहले हटदछन् दुर्भार्य बाधा पनि, प्राणीलाई सुखी गराउन भनी जो छन् सदा तत्पर, यस्ता श्री गणनाथ मङ्गल गरून् यो कार्यमा निर्भर। इच्छा मात्र लिई चराचर जगत सारा बनाइकन, इच्छाकै भरमा अनेक रीतले यिनको गरी पालन, इच्छाकै परिणामले पलकमा सम्पूर्ण गर्ने लय, यस्ता कोही अनन्त शक्ति भगवान् हाम्रा बनुन् आश्रय। जय होस्।